हेलो साथीहरू, हामी चाहिँ घुम्नु लाग्यो। सन्देश हाई गरिदेऊ। हाई गरिदिनु। कहाँ गएको अरे? हामी चाहिँ गएको साथीहरू घुम्नुलाई। आज छुट्टी छ हामी सबैजनाको। चोल्टी कता गएको अरे? पहिला किन पहिला जानुभयो? हामी चाहिँ घुम्नु लागेको साथीहरू। अब अटो लिएर आउँछ साथीहरूले, त्यस पछाडि हामी अटोमा जाने। यो चाहिँ मार्सा बस स्ट्यान्ड हो है। यो चाहिँ कार स्ट्यान्ड हो। उतापट्टि बस स्ट्यान्ड छ। ल हाई यता हाई गरिदिनु। यो चाहिँ अटो स्ट्यान्ड र यो चाहिँ अटो स्ट्यान्ड र ट्याक्सी स्ट्यान्ड हो है साथीहरू। यो माप्साको साथीहरू यो चाहिँ बस स्ट्यान्ड हो है। बस स्ट्यान्ड सरकारी बस स्ट्यान्ड हेर्नु। माप्साको बस स्ट्यान्ड यस्तो छ यहाँनिर साथीहरू। माप्साको बस स्ट्यान्ड हो है। माप्साको बस स्ट्यान्ड है। अब हामी चाहिँ खाना खानु जाँदैछौँ है। हाम्रो खाना त यतिखेर बिहानै निस्किएको। बिहानै भन्दा पनि 10 बजीतिर निस्किएको रुमबाट। म चाहिँ हिजो आएको थिएँ भेनाकोमा। त्यहाँदेखि म चाहिँ यता आएको हो। अब घुम्नु जाउँ भनेर हामी चाहिँ लाग्यो यता सबजना। यो चाहिँ स्ट्यान्ड बस स्ट्यान्ड हो माप्साको। अब हामी खाना खानु होटल जाँदैछौँ साथीहरू। होटल जाँदैछौँ हामी खाना खानु। होटल जाँदैछौँ ल। होटल जाँदैछौँ खाना खानुलाई। होटल जाँदैछौँ। अब हामी पन्जीसम्म जाने हो खासमा चाहिँ। अब हेर आज के हुन्छ। आज टाइम मिल्यो भने हामी पन्जीको पनि भ्लग ल्याउनेछौँ। टाइम मिलेन भने म ल्याउनु किन समिताको भ्लग चाहिँ साथीहरू। विदेशबाट पनि घुम्न आउँछ माप्साको बस स्ट्यान्ड यस्तो ठुलो छ नि साथीहरू। कति राम्रो छ हेर्नुहोस् है। नानीलाई कसरी बोकेर भेनाले त त्यहाँ ब्याग किन्नुहुँदैछ है। दलाल गर्नुहुँदैछ। हाम्रो भेना चाहिँ फेरि दलाली खतरा हो है साथीहरू। हेर्नुहोस् है। कपडा किन्नु, बर्तनहरू किन्नु, सामान किन्नु चाहिँ भेनाले ल्याउनुपर्छ। खतरा हो। के छ? भोक लागेको छ कि छैन? म्याउ चेङचोङ। ए दिपेन्द्र सर, भोक लागेको छ कि छैन? भाग्य नेपाली बाहिर गएर म्याउ म्याउ चेङचोङ। भाषा आउँदैन साथी हो। म्याउ गर्ने बेला हुने हो। गाह्रो छ। यु क्यान स्पिक इङ्ग्लिस? भेना कतिमा किन्नुभयो? 100 रुपिस। 100 कस्तो छ झोला? एकदम राम्रो। खै हेरौँ। आम्मामा झोला त भेनाले दामी किन्नुभएको छ नि। अब यसमा के लगेर जाउँ त भेना? यसमा अब हेरौँ। सुँगुरका मासु गरेकै। सुँगुरको मासु नै लाने हो र? गोवामा फेमस हो नि सुँगुरको मासु होइन र? प्योर गन फेमस सस्तो। 20 रुपियाँ पत्ता। भेना फेरि खतरा हो है। सामान किन्नु त डेन्जर हो भेना फेरि। भने मान्छे अनि खतरा होइन। साथीहरू खाना खुवाउने भनेर घुमाएको छौ। यो टोलीहरूले के भएको होला हामीलाई के भएको यो साथीहरू। भोक लागेर हामी त मर्नै बेला भयो। खानेकुरा दिनु न लाग्यो साथीहरू। हामी चाहिँ हेर्नु आमा नेपाल मात्र फोहोर भनेको यता पनि लास्टै फोहोर हुन्छ है बस स्ट्यान्डबाट।
सबै प्लास्टिकहरू सबै झारिरहेको छ है। केही विकासमा नेपालभन्दा केही माथि छ सबै विकास तर छैन। नेपालको काठमाडौँ र यहाँ हेर्नुहोस् कस्तो है साथीहरू, हेर्नु है राम्रो छ। ब्लुटुथहरू बेल्टहरू किनभने यता छ। कितना है? 500 बोट कंपनी का। चलो यत्र हेर्नु है पसलहरू त यस्तो हुन्छ त नि, व्यापार बिजनेस त यहाँको मान्छेहरूले यस्तो गर्छ नि। हेर्नु सानो सानो चोकमा बसिरहेको हेर्नु है साथीहरू, मार्केट माप्साको मार्केट तपाईँहरू आउन सक्नुहुन्छ साथीहरू। माप्साको मार्केट आउन सक्नुहुन्छ है साथीहरू तपाईँहरू। माप्साको मार्केट एकदमै राम्रो छ साथीहरू। हेर्नुहोस् तपाईँहरूको डिजाइन अनुसार खोजेको रोजेको पाइनेछ यो मार्केटमा। यो चाहिँ गोवाको मेन मार्केट होइन? गोवाको मेन मार्केट माप्सा भनेको फेसिलिटी मार्केट हो। माप्सा गोवा भनेको एकदम राम्रो सिटी पनि हो। हेर्नुहोस् व्यापार भनेको ठुलो जग्गा चाहिँदैन है साथीहरू। हेर्नुहोस् है व्यापार मेन मार्केटमा चाहिँ एकदम सस्तो बजार साथीहरू। हेर्नु सुनभन्दा कम छैन, हराएमा डर छैन भन्ने पनि पाइन्छ यतातिर। हेर्नुहोस् 50 रुपियाँ गोटाको चप्पल। सैंडल मिलेगा इधर। है अर्को त्यो देखाउनु न। यो के को कपडा भन्छ? होइन यस्तो कपडा त के भन्छ? यसलाई त के भन्छ होला, के भन्छ? पेटीकोट। पेटीकोट होइन, खानको कपडा के भन्छ नि? भेना फेरि लिपस्टिक पाउडर। लो साथीहरू चप्पल दाइ छैन, डिजाइन अनुसारको पाउन सक्नुहुनेछ। माप्सा मार्केट आएर तपाईँहरूलाई लिन सक्नुहुनेछ भन्न चाहन्छु साथीहरू। हेर्नुहोस् मार्केट यस्तो छ माप्साको। हामी यसो घुम्न आइहालेका छौँ। हाई भन्दैन, भ्लग बना न त पनि हो त्यहाँबाट। साथी हो म चाहिँ केही पनि नकिन्ने ल साथीहरूलाई आउँ भनेर आयो हो। म खासमा म उता घुम्नु गएको थिएँ क्या, म उता घुम्नु गएको मान्छे हो खासमा, त्यही भएर म यता आएको हो। हेर्नु यहाँनिर मार्केट कस्तो छ बाबा, मार्केट छ बाबा। हेर्नु कपडा पसलहरू साह्रै राम्रो छ साथीहरू। हेर्नुहोस् मसला, यो के मसला हो तपाईँहरूले चिन्नु सक्नुहुन्छ। यो मसला बजार माप्साको हर प्रकारको पाउनुहुनेछ तपाईँहरूले, हर प्रकारको पाउनुहुनेछ है साथीहरू। ल भन्दै भाइ मैले भिडियो पनि इन्ड गरेँ। तपाईँहरूलाई म अर्को भ्लगमा भेट्नेछु है साथीहरू, अर्को भ्लगमा भेट्नेछु।